समयको वेगसँगै हावाहरू पनि दिशा परिवर्तन गर्छन्। प्रत्येक चालसँगै गन्तव्य खोज्न पाइलाहरू कहिले खुड्किला चढ्छन् त कहिले ओह्रालो झर्छन्। उचाइमा बसेर गहिरालाई केलाउँदा दृश्यहरू सफा र मनोरम देखिन्छ। ठुला ठुला घरहरूको भिडमा सासाना खुसीहरू किन्न निस्किएको म पत्तै नपाई जीवनको लामो समय बिचिसकेको रहेछु। हताश भएको बेला बतासले पनि बादललाई चिरे जस्तै सास गर्न भन्छ। गन्तव्यमा पुग्न निस्किएका पाइलाहरू मध्य भागमै अड्किँदा सफलता असफलता भन्छ कि भन्ने डरले सताइरहन्छ। डरलाई मनमा घर बनाउन नदिनु नै सफलता हो। उकालो आउँदा चढ्ने अनि ओह्रालो आउँदा झर्ने उतार चढावको पढाव नै जीवन हो। जीवन अर्थात् एउटा समय चक्रभित्र गरिने हरेक अनुभवहरूको छोटो मिठो यात्रा हो। यसैले त म सधैँ बढिरहेछु, हिँडिरहेछु गन्तव्य खोज्दै।